यति बेला हामी चाहिँ सिम्पानी युथ क्लब अनि म आरटी र सिम्पानी गुम्बाको व्यवस्थापन समिति र हाम्रो गाउँपालिकाको अध्यक्ष रमन कालीखेती लगायत सम्पूर्ण सिम्पानीवासीहरू भएर चाहिँ यो जुन यो बुद्धको माथिपट्टि एउटा के नाम मलाई एक्ज्याक्ट ठ्याक्कै पनि भन्न पनि आएन। त्यसको जुन यो एउटा मिठो भिडियोको लागि म आएको छु। यो स्थान चाहिँ कहाँ भन्दाखेरि मनोज आर्ट सिम्पानीको गुम्बा डाँडामा है। सबैले हेरेर लाइक सेयर साथ सपोर्ट पनि गरिदिनु होला। उहाँ चाहिँ हाम्रो सायद मैले नाम खुलाउनु पर्दैन होला, सिम्पानी युथ क्लबको उपाध्यक्ष सुरेन लामा थिङ। हजुर नमस्कार। सबैजनाले यो भिडियो हेरेर एकदम लाइक सब्सक्राइब हैन सेयर पनि गरिदिनु होला हाम्रो आठी भगर। नमस्कार दाइ। जुन यो माथि राखेको जुन भागले यसलाई चाहिँ के भनेर चिनिँदै हामीले सोक्सिङ भनिँदो रहेछ। प्राण अड्ने ठाउँ बुद्ध भगवानको चाहिँ प्राण अड्ने ठाउँ भनेर चिनिँदो रहेछ। मैले यहीँ आएर बुझेँ र आज यो सोक्सिङ ठड्याउने जुन हामी सबै मिलेर मेहनतका साथ हामी चाहिँ यो ठड्याउनु सफल भयो। अब त्यसपछि अरू निर्माण कार्यहरू धमाधम हुँदैछ। हामीले गाउँपालिकाबाट जुन 30 लाख रुपियाँ बजेट विनियोजन गरेको थियौँ यो असारसम्म यो सम्पन्न भएर कम्तीमा त्यो सम्पन्न भइसक्दाखेरि बुद्धको एउटा आकार देखिने गरी यो सम्पन्न हुन्छ र अरू बाँकी कामको लागि पनि पालिकासँग के कतिको बजेटहरू छन् त्यसलाई विनियोजन गराएर कामलाई नरोकिकन अरू कामहरू पनि यसको संरचनाहरू तल भर्याङहरू छन् यो संरचनाहरू बनाउनुको लागि पनि मानबहादुर हाम्रो मुक्तानी अध्यक्ष हुन्छ। उहाँलाई मैले के भनेको छु भने यो बुद्धको जुन अहिले हाम्रो यो सोक्सिङ मेरुदण्ड जुन हामीले उभ्यायौँ, अब हामी बुद्धको एउटा आकार हामी बुद्धको बनाइरहेको छौँ। अब यो सम्पन्न हुनलाई धेरै ठुलो तर यो सँगसँगै यहाँ तलको संरचनाहरू पनि तयार गर्नुपर्छ र यो माथिको काम हुँदै गर्दा तलको पनि काम सम्पन्न गर्नको लागि पालिकासँग अहिले ठ्याक्कै बजेट नभए पनि यसलाई आर्थिक वर्ष अब आउने आर्थिक वर्षमा बजेट हामी छुट्याउँछौँ नि। तर त्यो छुट्याउँदै गर्दाखेरि पालिकाको हामी चाहिँ लेखा हाम्रो कार्यकारी प्रमुख र म बसेर यो भुक्तानी दिन बाँकी योजनामा अहिले काम गर्दै गर्ने तर भदौ असोजमा यसको बजेट छुट्याएर भुक्तानी दिन मिल्ने गरी यहाँ काम गर्न मिल्छ भने आउनुहोस् तपाईँहरू काम गर्नुहोस् भनेको छु। त्यसले गर्दा अझ हाम्रो यो काम तीव्र रूपमा अगाडि बढ्छ। बजेट सुनिश्चित गराउने कुरामा पालिकामा बसेर काम अगाडि बढाउने कुरामा पालिकामा आएर छलफल गरेको छु र त्यसरी मिल्यो भने पनि हामी तलको संरचना कामहरू पनि अगाडि जस्तै यहाँ अब टायरहरू ओछ्याउनु होला, मार्गल ओछ्याउनु होला, ड्याङ चाहिएला, गेटको कुराहरू छ, यो सबै कुराहरू चाहिँ अब हामीले अगाडिबाटै काम गर्न सक्यो भने छिटो हुन्छ। यो 82 साल लाग्दै गर्दाखेरि हाम्रो एउटा ऊ चाहिँ 82 सालमा यो कम्तीमा यो बुद्धको यो हाम्रो 65 फिटको छ यो कम्प्लिट सबै संरचनाहरू कम्प्लिट गराएर यसलाई ओपनिङ गराउने जुन लक्ष्य छ त्यो लक्ष्य साथ हामी अगाडि बढ्छौँ र यसको लागि चाहिँ हेर्नुहोस् यसमा दुईवटा कुरा हुन्छ। एउटा सरकारको ध्यान पुग्नुपर्छ र अर्को स्थानीय यहाँको बुद्धिजीवी यहाँको समितिहरू यहाँको स्थानीयवासीहरू चाहिँ जागरुक हुनुपर्छ। त्यो चाहिँ भने छिटो काम सम्पन्न हुन्छ। अब हाम्रो ध्यान जान्छ स्थानीय साथीहरू सक्रिय भएन भने त्यसले पनि लेट हुन्छ, स्थानीय साथीहरू सक्रिय हुन्छ सरकारको ध्यान गएन भने त्यो पनि लेट हुन्छ। त्यस कारण चाहिँ यो हामी दुवै पक्ष मिलेर यसलाई छिटो सम्पन्न गर्नमा चाहिँ हामी लाग्नेछौँ भन्ने विश्वासका साथ आज हामीहरू एउटा खुसीको कुरा चाहिँ हामी एउटा काममा आज सफल भएका छौँ। अब यसलाई सम्पन्न छिटो सबै मिलेर सम्पन्न गर्नेछौँ भन्ने कुरा विश्वास गर्दै म सानो जानकारी दिँदै म बिदा हुन्छु। पालिकाले केही कामहरू अगाडि बढाउने कुरा म जानकारी गर्न चाहन्छु। हस् त थ्याङ्क यू। यसको चाहिँ एक्ज्याक्टली कति छ त, कति फिटको छ त अहिले यो जग लेभलदेखि नाभे भने 65 होइन। अहिले यो राख्नुभएको चाहिँ यो चाहिँ एक किसिमले यसलाई अब त्यो बुद्धको चाहिँ मेरुदण्ड पनि भन्छ होइन। यसलाई चाहिँ हामीले सरल भाषाबाट चाहिँ सोक्सिङ भन्नु हुँदैछ क्या लामो गुरुहरूले। Dero que ne nang kai sab no so de ke
ताजा